सचिन चाहिँ टल्किन यहाँ बुढा कति वर्ष त्यस्तो हुन्छ कुन यता टल्किन यहाँ फेरि उमेर लाइभ फोटो रहेछ फेरि लाइभ भन्दा हाल्दै को लाइभमा बस्ने मेरो एकाउन्टमा टिकटक लाइभमा उसमा डिटेल्स सही हाल्दै हुन्छ फेसबुकमा खाता मोनिटाइज भएर हाल्दै हुन्छ खाता त म सही हाल्ने अनि मोनिटाइज भयो त भह 10K कि कति पुगेछ न होइन 7 पॉइन्ट कति के छ 7K त कहाँ होइन यहाँको त पहिले भएको क्या 5K हुँदा चाहिँ मिल्ने रहेछ को 5K हुँदा अन्त जति अनि मिल्ने रहेछ मिल्न त्यस लाइट ए भगवान् के पुग्यो तपाईँको 10K भनिदिनुहोस् त भ्युज टोटल आजसम्म फेसबुक चलाएदेखि त्यो हुनु अस्ति त मैले गाइज भन्थेँ नि त्यो पुगेको थियो यार माथि यार त लौनाले डिलिट गरिदियो कि तपाईँ त कन्टिन्यू हाल्ने नि त भाइरल हुन्छ नि यसको युनिक छ नि त अरूको भन्दा यसको यो पनि हाल्दै भाइरल हुन्छ के खोइ देखाउनु त यता के खाने खरेन्द्रजी सचिन दाईको त फेभरेटै हो अरे पाहाडो यस्तो खाना मिठो नभए के हुन्न मान्छे सोध्न आइरहनु पर्यो कस्तो लाग्यो कमेन्ट दिनुहोस् तपाईँलाई केही समस्या पर्यो यताउति चित्त के ल्याउँ भनेर आइरह्यो ठिक छ त्यहीँ जाम यार मैले कति ठाउँ डिस हान्दिएको म बुटोल जानु त्यो दरबाट तन्दुरी हुन्थ्यो नि पहिला अलि तल सरेर त्यहाँ जानु त्यो उनको त त्यहाँ के त्यहाँ नमस्ते पहिले नमस्ते चिने गरेर आज त खगेन सर त इस्माको तपाईँको लभ स्टोरी सुनियो किन धेरै भयो म त त्यो त एउटाले स्क्यान गरेपछि त भइहाल्छ के हुन्छ त्यो दिन्छ त चल्पा उसमा किमा आइफोनले नि न अनेबल भन्छ के भयो ओके इमेल दिन्छु त्यहाँ जानुहोस् बाबा जानुहोस् चाहिँ अरू केही भन्नु भन्नुहोस् त सचिन दाइ चलो नास्ता खान आएको त सबको हातमा मोबाइल छन् हाम्रो पिँढा सबैभन्दा धनाढ्य व्यक्ति उहाँले मसिन मात्र भएन आइफोन नत्र सबैको हात आइफोन भयो भन्नु हो पिँढा छु भन्ने कुरा यस्ता साथीहरूले आइफोन दिइहाल्नु फेरि यहाँ होइन 1,19,000 आएको थियो हुन त झन् 1,00,000 अनि बिमामा त लगानी गर्न अर्काको त्यही पनि डुबो एकदम कनेक्सन हुन्छ यार कति हजारको फोन लिएर अरे मोटो नखिचेको भन्दै त केटा पासपोर्ट हान्नु के हो पासपोर्ट हाने हुन्छ जोडो 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 धनाढ्य भन्ने चिनिहाल्यो नि पछि त के त चलो चलेन चलो टेन्सन भयो चलो चलो त्यो उस पनि बनाउनु होला आइटम आयो है के बनाउनु लगाइदियो नि बुझ्यो यस्ता किन लजाउन बोक्न नै लिएन यो के त्यो फोकेर खाने भनेको आफैलाई स्वाद हो कि तपाईँले बुझ्दै पनि अर्काले फोकेर दिएर हुन्छ खाएकै खाए कति मोबाइल चलाउँछस् केटा फेरि गप्प खाने हो क्या के प्रोग्राम गर्दैन ज्योतिमा त्यही अस्तिको उस बेच्न हो क्या दाइला पेन फोन चलाउँदा फोन चलाउँदाखेरि गर्ने पेन कस्तो लाग्यो कस्तो लाग्यो बोल्नु न यार केही त ठिक छ मात्र ठिक हो अब एकदिन पल्लो घरमा बस्दो रहेछ
पल्लोमा के खाएर रोटी भन्नु तन्दुरी त्यहाँ चिकन बटर सब्जीहरू त्यही जतिजना त म तँ र रोटी बडा बनाएर काट्नु पर्छ एउटा सिङ्गे हाल्नु त्यही भनेको त्यहाँबाट त्यो बनाइदिएर आएपछि पिस पिस हाल्दै हाल्नु बटर रोटी 7 बजी जानुपर्छ क्या अलि ढिला ढिला होइन टक्क खाना खाएर घर सुत्ने हिसाबले त्यो पुरै मजा आउँछ कसले नि भेटा हो नि त बिटोल तन्दुरी नै भन्छ बिटोल दर्पणमा पनि हुन्छ कतिजना अस्ति जान्थ्यो मलाई यहाँ आएन घर ल्यायो नि भयो बनाउँदैन त मलाई घर ल्यायो नि आएर भएर अरू 2 खाएको त्यसको त तपाईँको खेत छ नि त्यो एउटा दलान खेततिर लगाएर सर्लाको त्यहाँ बस्ने बनाइदिनुपर्छ है बाँसको होइन ताजा हुनुपर्छ त्यहाँ तातो हुनुपर्छ कि हावा पनि नछोडिस् अन्य चिजहरूलाई गएर खोलो हेर्दै किनारको छेउमा गर्मी थाल्दै बिन्दास सरले बसेर खाइने ठाउँ छ त त्यो पनि हुन पऱ्यो त्यो भयो भने ठिक हुन्थ्यो है त्यो अहिले सुरु गरेको नि भाडा गर्नु कि त्यसले घर किन भाडा घर त बेच्दिनँ भने बेच्दिन आयो मनिस के चिज आयो फेरि हाम्रो त हँ कतिको टेस्टी लाग्छ मलाई एकदम सजिलोले भागभन्डा गर्दै हुनुहुन्छ महेन्द्रजी मौन हुनुहुन्छ राम्रो न केही त बोल्दिनु न यार अन्त अङ्कललाई त सकु मिच्चा हुनुपर्छ बोनमेर खान्छ कि यो पनि राख्न राख्नु त उसले राख्छ सबैलाई मिलाएर हाल फेरि तँलाई र मलाई मात्र हाल्ला सजिन दाइ पाएर होला नि महेन्द्रजी पुग्छ कि पुग्दैन पुग्छ त्यही पुग्छ त्यो राखेँ राखेँ त्यो भएकै सचिन दाइले होइन मलाई भयो त्यही राख अङ्कललाई के तँलाई हाल काँटा चाहिने भएको मलाई नहाल त हो रहिपाएको महेन्द्रजीलाई नहाल्थ्यो कि फेरि 2टा छोरी होइन अहिले छोरी हुन्छ सजिलो दाइ खाने बेलामा मोबाइल नचलामे हो र फरकै खानु कसरी बनाउने यार अनि उल्लु नै चट्नी यो खानु त कहाँ कहाँ हो अब यस्तो खाने हाम्रो लक्ष्य छ तर कहाँ जाने हो भन्नु त वीरगञ्ज वीरगञ्ज कहिले जाने हो फेमस इन वीरगञ्ज रहेछ तर काठमाडौँमा पाउँछ महेन्द्रजीको फोन आयो यार मनिषले त हेर रहिपाएको छ कि भनेर होइन जो अल्को छ त्यसैले पैसा तिर्छ मनिष इन्चार्ज चाहिन्न एउटा त छोप्दै यार दाइले अब पैसा तिर्नुहुन्छ यार त्यति त गर्नु पऱ्यो भन्ने ठिक्क पारे जस्तो हुन्छ है फेरि यस्तो चिनी छक्क मौसम क्लियर छ आज होटल लाउरे कसलाई तिराउने यार सचिन दाइ व्यस्त हुन होइन यसलाई फोटै गराउनुको छ
खालि लाइभ अन हुने रहेछ यार नके दाइको त अफ नगरेर पुरै पोज कस्तो कस्तो स्टाइलमा देखिरहन पुरा फोटो खिच्नुको लागि चाहिँ खैनजी कसो गर्ने अरे फोटो खिच्नुको लागि यो हेलमेट लगाएपछि के चलाउँछ नि थाहा सिलिन्डर चाहिँ जो देखे सिलिन्डर खैनजी यो हेलमेट लगाएपछि के चलाउँछन् मैले बाइक चलाएको छु यही आउँछ भाइ फोटो भनेपछि त दाइ हो कि हेर न कसो गर्नु लगाइदिनु न सचिन दाइले अहिले मार्नुहुन्छ यस्तो डर बोक्ने यार फोटो सेसन चलिरह है सचिन दाइ टिकटक बनाउनु हाल्ने हो कि स्टोरी हाल्ने अरे यो फोटो त्यस्तो लाइभ अफ गर्नु न के हेर्नु आएको तपाईँले माथि कहाँ बस्ने अनि कहाँ फेर है माथि त यता माथि आयो राम्रै दाइ चित्त बुझ्यो कि बुझेन भनिदिनु न यार कस्तो तल 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 त्यहाँ फोटो खिच्ने कहाँ ल नि यार कस्तो फोटो माथि त म त रेनकोट लगाएको कि यार त्यहाँ आउँछ त्यहाँ त कसरी बस्ने सबै कुरो सिकाएछ सबैभन्दा जेठो बाटोले कसरी बस्ने भन्नुलाई होइन जेठो बाटो त महँगो लाग्यो ए तपाईँ बुढो हो हात यहाँ यस्तो छ फोटो नि के छ कहिले काहीँ आउने मन छ र होइन कति खाइयो र दाँत त पुरै कोट्टाइयो खाए पोर्ट्रेटबाट खिच्यो राम्रो आउने रहेछ खै कपाल झरेको आउँछ त्यसरी टल्क्यो के हो दाइको निधार यसले खिच्नै जाने भएर नि हुन्छ ए यहाँ त यो त टिन रहेछ यार दाइ भो नखिचौँ कि क्या यहाँ त टिकटक बनाएर यस्तो चटक रहेछ यस्तो ल महेन्द्रजीको टिकटक सचिन दाइकोबाट आउँछ है सबैले हेरिदिनु होला कसो गर्न आएको अरे कसलाई सम्झेर अरे यो कुरो त्यस्तै हो भन्नु त मन त हल्लाइयो बोल्न नसके नि फेरि सचिन दाईको बर्थडे स्पोन्सर पछिको घर जाने क्रममा भिडियोको एङ्गल नमिलेका कारणले पटक भिडियो मलाई खिच्न दुःख दिइरहनु भएको छ आग्रह गरिएको छ लाइट बन्द गर्न भनेको छ के को लाइट बन्द गर्ने खुट्टा झार्ने आफूले त नसकेर ए डर भएको जाम के जाम हामी अब रेडी टु मुभ है बेला आउनुस् के बाटोको हालत यस्तो छ नि त यहाँ मौसम एकदम राम्रो आनन्दित मनले खगेन्द्र केसीद्वारा 3 प्लेट सुकुटी उडाउनु भएको छ उहाँ खानलाई 1 नम्बर हुनुहुन्छ तपाईँको फेभरेट ठाउँमा आइयो होइन फेभरेट ठाउँ त बन्द रहेछ कि तर हामी पल्लाएको यो बाटोको हालत क्षेत्रको विकास एकदम भइरहेको छ अब यहाँ पानी जहाज चल्न मात्र बाँकी छ पानीको जङ्गलमा के पाइन्छ पानीको जग्गामा बाघ चितुवा राते भन्कुग्रा पाइन्छ उता एकदम सफल सहित बहुत रमाइलो सचिन दाई पछाडि छुट्नु भएको छ बिस्तारै बिस्तारै ऊ
वहाँबाट हाम्रो भाउजू निक्लिनु भएको छ। भाउजूले कुकुरलाई लिएर डोराउँदै भाउजू हेर्नु त्यता यम विनायक सुब्बा देउराली मन्दिरका लागि हजारौँ यात्रुहरू पर्यटनको लागि आउनुहुने छ। युपीदेखि देश तथा विदेशमा रहनुहुने जनता समेत यहाँ आफ्नो लागि हाम्रो खेतीयोग्य जमिन धोइदी खेत सीतापुर झुके खोला सीतापुर बोर्ड बजार पारी यहाँ माइलदाई कटेज हिलो निशानेले त आइचारदेखि छ भन्छ गर भाइरल भएबाट मनिषले नि यहाँ बोलेर देखिन्छ। यहाँ सार्वजनिक भेना गुरुङ होटेल कल्लुबाले तरकारी बिक्री गर्दै हामी टेलर्समा समेत आइपुगेका छौँ। जुनेली कस्मेटिक ममबहादुर आले फेन्सी वहाँ 3 प्लेट सुकुटी खानेको खगेन्द्र केसीको फेन्सी यहाँ 3 जनाको यात्रा एकदम सहज तथा सफल यात्रा भइसकेको छ। महेन्द्रजीले यहाँ श्रीमतीलाई स्पष्टीकरण दिन लाउन कहाँ गएर आउन